चाहिँ यो बुर्ज खलिफाको यो दृश्यलाई हामी तपाईँ समक्ष चाहिँ प्रस्तुत गरिरहेका छौँ र म हुँ तपाईँकै साथी किशोर दुवारी राज र आज हामी यो युए अर्थात् युनाइटेड अरब इमिरेट्सको यो बुर्ज खलिफाको यो दृश्यलाई हामी कैद गर्न सक्छौँ र यो निकै नै मनमोहक छ। नयाँ वर्षको सुरुवातसँगै यो दृश्यलाई हामी तपाईँ समक्ष प्रस्तुत गरिरहेका छौँ। हेर्न सक्छौँ यो दृश्य निकै नै अलिक मनमोहक छ। तपाईँ समक्ष करिब करिब यो नसकिन्जेलसम्म तपाईँ समक्ष पुर्याइरहेको छौँ र सायद तपाईँले यो दृश्यलाई अझ राम्रोसँग हेर्नुहुनेछ, विचार गर्नुहुनेछ र तपाईँले मनन पनि गर्नुहुनेछ। यो सायद यो भनिन्छ यो प्रत्येक सालमा एकचोटि गरिन्छ, यो डिसेम्बरको यो लास्टमा, जस्तो कि यसलाई भनिन्छ यो नयाँ वर्षको यो सुरुवातसँगैको यो दृश्य हुन्छ र यो दृश्यलाई हामी तपाईँ समक्ष अझ प्रस्तुत गरिरहेका छौँ। हामी हेर्न सक्छौँ यो दृश्यहरू निकै नै मनमोहक छ र निकै नै हजारौँ मानिसहरूको यहाँ जमघट भइरहेको छ, तपाईँले देख्न सक्नुहुन्छ। यो र हामी यो लगभग यो जुमेरा बिचको यो नजिक पनि रहेका छौँ। बिच नजिकै एउटा बुर्ज अल अरब होटल, जहाँ हरेक साल प्रत्येक यो दृश्य हामी तपाईँ समक्ष प्रस्तुत गरिरहेका छौँ। तपाईँले हेरिरहनु भएको छ र म तपाईँको साथी किशोर दुवारी राज। यो प्रदेशको यो यात्रामा लाइफमा भनौँ हामीले यसलाई छुटाउनै नपाउने एउटा मनमोहक दृश्य, सायद यो विश्व रेकर्ड राख्ने उद्देश्यले पनि यो दृश्य हामी तपाईँ समक्ष राखिरहेको छौँ। विश्व रेकर्ड राख्ने हिसाबले पनि यो फायर वर्क भनेर चाहिँ अलिकति नामाङ्कन गरेर चाहिँ यो अलिकति गिनिज बुकमा नाम लेखाउने हिसाबले पनि यहाँको निकै नै प्रतिष्ठित महानुभावहरूले यसलाई चाहिँ अझ लिइरहनु भएको छ। हामी तपाईँ समक्ष रहेका छौँ र यो दृश्य तपाईँ समक्ष प्रस्तुत गरिरहँदा र भनिरहँदा हामी अझ नजिकबाट निहाल्न सक्छौँ र यो दृश्यलाई हामी तपाईँ समक्ष नजिकबाट निहालिरहँदा अलिकति मनमोहक दृश्य रहेको छ। यो जुन मनमोहक दृश्य अझ तपाईँ समक्ष हेर्नुहोस्, यतापट्टि गएर हामी तपाईँ समक्ष प्रस्तुत गरिरहेको छु। हजारौँ मानिसहरूको यसमा अवलोकन रहेको छ। यो दृश्य अलिकति प्रत्येक साल भिन्न भिन्न रूपमा चाहिँ प्रस्तुत हुने गर्छ र प्रस्तुत हुने क्रममा अझ चाहिँ राम्रो हिसाबले पनि हुन्छ र यतापट्टि हामी हेर्न सक्छौँ। यो दृश्य अझ मनमोहक छ। यहाँ चाहिँ भर्खर सुरुवात हुँदैछ। यो सुरुवातसँगै समक्ष हामी प्रस्तुत गरिरहेका छौँ र अलिकति यो रमाइलो दृश्य भनेपछि मानिसहरू यो दृश्य हेर्नको लागि कयौँ धेरै टाढा टाढादेखि पनि आइरहेको छ। विभिन्न देशबाट विदेशबाट पनि यसलाई अवलोकनको क्रममा आइरहनु भएको छ र हामी यहीँ नजिकै सायद नजिकै काम गर्ने भएको हिसाबले पनि हामीलाई यो दृश्यले अझ सहज बनाएको छ, भनौँ हामीलाई सुविधाजनक दिएको छ र यो हिसाबले हामी यहाँ तपाईँ समक्ष प्रस्तुत गरिरहेका छौँ। सायद तपाईँले यसलाई अझ राम्रोसँग निहालिरहनु भएको छ। हेर्दै जाउँ यतिको तपाईँ सायद मैले भनिरहनु भन्दा पनि तपाईँले देखिरहनु भएको छ यो दृश्यहरू र यो दृश्यहरूलाई अझ क्यामेरामा कैद गरिरहँदा र यतापट्टि हेर्नुहोस् अझ पनि पृथक रूपमा छ। हामी तपाईँ समक्ष अझ हजारौँ मानिसहरू यो जमघटमा तपाईँ देखिरहेका छौँ। सायद यो अँध्यारो लगभग यो 12 बजेको दृश्य हो र यो दृश्यमा अझ अलिकति तपाईँहरूले राम्रोसँग देख्न सक्नुहुन्छ कि अँध्यारो छ र यो अँध्यारो दृश्य अझ हामी मनले पनि सकिरहेका छौँ। जुन दृश्य अलिकति पृथक पनि रहेछ, गत वर्ष भन्दा पनि अलिकति यो दृश्यले अझ मानिसहरूलाई मनमोहक बनाइरहेको छ। जुन दृश्य मनमोहक रहेको छ, लोभ लाग्दो छ। सधैँ नै यस्तो भइदिए अझ हामी कतिको हेर्थ्यौँ भन्ने पनि मानिसहरूको यहाँ जमात नभेटेका होइन। ल हेर्नुहोस् साउन्ड यहाँ आएको छ। यो सायद अब लगभग यो बुर्ज अल अरबको यो सुरु हुन गइरहेको छ यो दृश्य
अबको क्रममा यो चाहिँ 2015लाई चाहिँ छाड्दै र 2016लाई भित्राउने क्रममा रहेका छौँ। यो इभ यो साँझ अझ रङ्गीन बनाउन हामी तपाईँ समक्ष जुटिरहेका छौँ। कति रमाइलो छ, हामीलाई यो फिल भइरहेको छ। यो फिल हुने क्रममा अझ तपाईँ समक्ष म बोलिरहेको छु। म हो तपाईँकै साथी किशोर दुवाडी राज र तपाईँ समक्ष साथी रहेका छु। ल हेर्नुहोस्, अब यो बुर्ज अल अरबको यो दृश्य कति रमाइलो अनि कति शानदार छ। यो यतापट्टि हेर्नुहोस्, यो पाम जुमेरा भन्छ यो दृश्यलाई चाहिँ हामी तपाईँ समक्ष प्रस्तुत गरेका छौँ। पाम जुमेरा यो पनि निकै नै ख्याति प्राप्त ठाउँ भनिन्छ। यो अलिकति समुद्रको बिचमा रहेर यसलाई चाहिँ निकै नै ठुला बिल्डिङहरू निर्माण गरिएका छन्। हामीले यो अँधेरी यो साँझमा यो उसमा चाहिँ हामी अलि देख्न सक्दैनौँ प्रष्ट रूपमा, जबकि यो लाइटहरूको एउटा यो समिसन थोरै हल्का रूपमा चाहिँ देखिरहेका छौँ। र हामी यहाँनिर चाहिँ अलिकति विशेष रूपमा चाहिँ फोकस गरिरहेका छौँ। बुर्ज अल अरबलाई चाहिँ हामी निकै फोकस गरिरहेको यो परिस्थिति रहेको छ। ल यता हेर्नुहोस्, तपाईँले यो दृश्य चाहिँ अलिकति पृथक रहेको छ। यो सँगै छ अलिकति यसको चाहिँ अलिकति यो समुद्रको किनारमा रहेर अहिले चाहिँ अलिकति छुट्टै बेग्लै स्थान बनाइरहेको छ। सायद जो कोहीले पनि यो बुर्ज अल अरब देखिसकेपछि यो चाहिँ दुबई नै हो भन्ने चाहिँ ठम्याउने गर्छ। र हामी धेरै नै लकी छौँ यही हिसाबमा हामी यहाँकी जुन यो दृश्य कैद गरिरहेका छौँ। यो दृश्य सायद कहिले पनि देख्न सक्दैन। यो दृश्य चाहिँ अलिकति ऐतिहासिक रूपमा चाहिँ यो दृश्य रहनेछ, जुन दृश्यले मानिसहरूलाई चाहिँ अलिकति मनमोहक बनाउनको लागि यहाँ मानिसहरूको आवाज निकै नै भइरहेको छ। विभिन्न देशहरूबाट मानिसहरूको आवाज भइरहेको छ यो दृश्य हेर्नको लागि, जुन दृश्यले चाहिँ अलिकति पृथक हामी यहाँनिर देख्न सक्छौँ। अर्को एउटा दृश्य छ, यता चाहिँ बुर्ज खलिफा जुन रूपमा चाहिँ आज प्रस्तुत हुनुपर्ने थियो त्यो रूपमा चाहिँ आज भइरहेको छैन। सायद प्राविधिकरण के कारणले हुन सक्छ। सुन्नमा आएको कुरो थियो, बुर्ज खलिफा नजिकै चाहिँ अलिकति घटना घटेको कारणले गर्दाखेरि बुर्ज खलिफाको त्यो चाहिँ गिनिज बुक अफ द रेकर्डमा चाहिँ प्रस्तुत भइरहेको छैन। यहाँ मानिसहरूको जमातले अझ तपाईँले देखिरहनु भएको छ जुन रूपमा तपाईँ मानिसहरूको एउटा चाहिँ चिच्याहाट यहाँ आइरहेको छ। मानिसहरू आफैमा चाहिँ अलिकति मनमोहक भएर गरिरहेका छन्। जुन दृश्य हामी तपाईँ समाज राखिरहेका छौँ र हामी यता पनि देखाउन सक्छौँ। हेर्नुहोस् यता पनि रहेको छ जुन दृश्य अझ पनि कसो हुँदैछ। जुन हेर्नुहोस् यतापट्टि हामी बढी फोकस चाहिँ बुर्ज अल अरबलाई पनि गरिरहेका छौँ र बुर्ज अल अरबको यो एउटा दृश्य र हामी चाहिँ यता पनि दिइरहेका छौँ। यो अपोजिट रूपमा हेर्नुहोस् हुन्छ यो सायद विश्व रेकर्ड राख्ने हिसाबले चाहिँ दिएको छ। दृश्य गरिरहेका छौँ तपाईँ समक्ष रहेर विशेषता रोकिरहेको छ। यो गिरिज बुकमा चाहिँ अलिकति नाम्लेको हिसाबले चाहिँ लिन सकिन्छ। हेर्दै जानुहोस् जुन मनमोहक दृश्य चाहिँ हामी तपाईँ
समक्ष कैद गरिरहेका छौँ जुन दृश्यले अझ विस्तृत रूपमा चाहिँ लिइरहेको छ मानिसहरूको जमातहरूले अझ निकै नै चाहिँ भारी भराउ रहेको छ सायद हेर्नु भने मानिसहरूको यो दृश्य चाहिँ अलिकति सहज रूपमा हेर्ने र मानिसहरूको एउटा चाहिँ हेर्नको लागि लाखौँ लाख मानिसहरू चाहिँ आउने क्रम थियो भन्ने कुरा चाहिँ मैले सुन्नमा आएको थियो तर विविध प्राविधिकरणले गर्दाखेरि यसमा चाहिँ कठिनाइ कारणले गर्दा यहाँ हेर्नका लागि चाहिँ धेरैजनाहरू यसमा चाहिँ चुक्नु भएको छ र कोही पनि मानिसहरू हजारौँ हजार हामी मानिसहरू यहाँ चाहिँ आउनु भएको दृश्य हामी देखिरहेको छौँ र महसुस गरिरहेका छौँ जुन दृश्य यो पूर्व सन्ध्या नयाँ वर्षको यो खुसियालीसँगै जुन खुसियालीले अझ चाहिँ अब आगामी दिनको लागि अझ खुसियाली छाउनेछ भन्ने हिसाबले पनि यो फायर वर्क्सले युनाइटेड अरब इमिरेट्स यो दुबई स्थित रहेर चाहिँ गरिरहेको छ यो जुन दृश्य हामी तपाईँ समक्ष चाहिँ प्रस्तुत गरिरहेका छौँ तपाईँ समक्ष चाहिँ गरिरहनुभन्दा पनि तपाईँले सायद महसुस गरिरहनु भएको छ जुन महसुसले तपाईँले पनि महसुस गर्नु भएको छ सायद यो मनमोहक दृश्य देखेर सायद तपाईँको मनमा पनि अलिकति चाहिँ मान्छेको धेरै चाहत रहेको छ हेर्न सकिन्छ हामी र तपाईँ सँगै रहेका राज र जुन दृश्य तपाईँ समक्ष प्रस्तुत गरिरहेको छु सायद यो विवाह दृश्य हो तपाईँ समक्ष अझ मनमोहक बनाइरहेको छ र हामी देख्न सक्छौँ हामी हेर्न सक्छौँ जुन यो बुर्ज अल अरबको यो दृश्यलाई हामी तपाईँ समक्ष कैद गरिरहेका छौँ र यो कैद गर्ने क्रममा चाहिँ हरेक चाहिँ अलिकति पृथक रूपमा चाहिँ रहेका छौँ यहाँ बोलिरहनु पनि अब सायद तपाईँले महसुस पनि गरिरहनु भएको छ मैले भनिरहनुभन्दा पनि सायद मैले भनिरहँदा यो कमै हुन्छ होला र हामी देख्न सक्छौँ यो आकाशमा एउटा हेलिकप्टर पनि उडिरहेको छ र यो सायद केही र मानिसहरूमा चाहिँ मनमा छाइरहेको छ र हामी हेर्न सक्छौँ आहा निकै नै मनमोहक छ मनमोहक दृश्य हामीलाई अझ ऊर्जा थपेको महसुस गर्न सकिन्छ जस्तो कि वर्षभरिको एउटा थकान हुन्छ त्यो थकानलाई चाहिँ एउटा थाँती राख्दै एउटा चाहिँ नयाँ आगमन नयाँ वर्षको खुसीसँगै एउटा आगमनको एउटा खुसी यानीपनको एउटा छाएको छ सायद आगामी दिनहरूमा दुःखका दिनहरू महसुस गर्न नपरोस् भन्ने हिसाबले पनि योलाई अलिकति विशेष रूपमा लिन सकिन्छ हेर्दै जाउँ हामी यो दृश्य अझ बाँकी रहेको छ हामी यहाँनिर भिडियो खिचिरहँदा गरिरहँदा छायाङ्कन गरिरहँदा अलिकति मानिसहरूको ठेलमठेल रहेको छ यो ठेलमठेल यो दृश्यलाई अझ तपाईँ समक्ष कैद गरिरहेका छौँ हामी तपाईँ समक्ष हेर्न सक्नुहुन्छ तपाईँ अलिकति पृथक पृथक ढङ्गले चाहिँ अलिकति आफ्नै अलिकति छुट्टै हिसाबले चाहिँ फायरवर्कको एउटा ढाँचा विभिन्न किसिमको आइरहेको छ जुन किसिमले चाहिँ अलिकति मानिसमा मनमोहक एउटा चाहिँ आश्चर्यजनक एउटा पृथकता ल्याउने हिसाबले चाहिँ डिजाइनिङ गरिरहेको छ यो डिजाइनिङ गर्ने हिसाबले चाहिँ युनाइटेड अरब इमिरेट्सको यो दुबई स्थित बुर्ज अल अरबको यो झमेरा बिचमा रहेका छौँ हामी रमाउनु दृश्य सायद यो दृश्यलाई अझ मनमोहक गरिरहनु भएको छ ल हेर्नुहोस् यस्तो दृश्य सायद बिरली देख्न पाइन्छ यो दृश्यले अझ ऊर्जा थपेको छ जुन ऊर्जाले अझ ल हेर्नुहोस् जुन ऊर्जाले अझ हामीलाई अझ ऊर्जा बनाइरहेको छ मनमोहक बनाइरहेको छ एउटा ऊर्जा दिने क्रम रहेको छ यो दृश्य जुन दृश्यले हामीलाई अझ दृश्य गरिरहेको छ जुन दृश्य हामी गरिरहेको छ जुन चाहिँ हामीलाई मनमोहक बनाइरहेको छ हेर्न सक्छौँ यो बुर्ज अल अरबको यो वरिपरि चाहिँ निकै नै फायरवर्क भइरहेको छ यो निकै नै मनमोहक छ जुन मनमोहकले अझ
विभिन्न ढाँचामा चाहिँ आफ्नो चाहिँ कला कौशलहरू प्रस्तुत भइरहेका छन् यो जुन रूपमा चाहिँ भइरहेको छ ल हेर्नुहोस् सायद यो सायद यो धेरै नै धेरै खर्च लागेर यो चाहिँ ढाँचा र यो दृश्यको लागि हेर्नुको लागि मानिसहरू लाखौँ लाख पाएको छ जुन हामीले चाहिँ सुन्नमा आएको थियो जुन यो चाहिँ गिनिज बुकमा चाहिँ रेकर्ड राख्ने हिसाबले पनि यसपालि चाहिँ दुबईलाई चाहिँ सिँगारिएको थियो र जुन हिसाबले सिँगारिएको थियो त्यो अनुरूपको चाहिँ हल्का हुन सकेन भन्ने चाहिँ हामीले सुन्नमा आएको कुरा थियो तैपनि अझ हामी हेर्न सक्छौँ यो दृश्य भएको सायद बिरलै जहाँ कहीँ जुन स्थानमा पनि हुन सकेन र हामीले यो दृश्यलाई अझ कैद गरिरहेका छौँ करिब करिब तपाईँसँग रहेर कुरा गरिरहँदा हामी तपाईँसँग चाहिँ यो दृश्य कैद गरिरहँदा हामीलाई निकै नै एउटा खुसी भइरहेको छ र जुन थपिरहेको छ र साथसाथै म पनि यसमा एउटा एक हिसाबले चाहिँ लकी नै छु भन्ने हिसाबले महसुस भइरहेको छ किनकि आफूले यसरी प्रत्यक्ष रूपमा चाहिँ देखिरहन पाउँदा चाहिँ हेर्न पाउनु भनेको एउटा सायद बिरलै हो जीवनमा यस्तो चाहिँ दृश्यहरू हामी बिचमा चाहिँ अलिकति हुँदैन सायद यो हल्का सकेको अवस्था हो जुन अवस्थालाई हामी सायद यो अन्तिम यो दृश्य हुन्छ जुन दृश्यले अझ मनमोहक बनाइरहेको छ जुन दृश्यमा हामी चाहिँ सायद क्यामेरा हाम्रो चाहिँ अब जुन जुन स्थानमा चाहिँ फोकस गरिएको छ सायद अलिकति क्यामेराले लिइरहेको छैन यता पनि उता पनि र जुन जस्तो हामीले चाहिँ भिडियो गरिरहेका छौँ छायाङ्कन गरिरहेका छौँ सायद तपाईँले यो हेरेर चाहिँ महसुस गर्नुहुनेछ अवश्य पनि आनन्दको एउटा महसुस गर्नुहुनेछ भन्ने मैले महसुस गरिरहेको छु यो अवस्थामा सायद अब लगभग सकिने चरणमा रहेको छ भन्ने लागिरहेको छ हेर्दै जाउँ हामी कतिसम्म चाहिँ यो दृश्य अझ कैद गर्न सक्छौँ सायद यो दृश्यले अझ चाहिँ हामीमा रमाइलो छ यो दृश्य बुर्ज खलिफाको यो होटेल स्थित निकै नै प्रचलित होटेल छ र धेरै नै मानिसहरूको आवत जावत गर्ने गर्छ यो होटेलमा र विश्वमै सायद यो होटेल निकै नै चर्चा परिचर्चा चाहिँ कमाउन सफल मानिन्छ बुर्ज खलिफा होटेलले अनुसारको एउटा दृश्य दिन पनि सफल भइरहेको छ भन्ने हामीलाई लागिरहेको छ ल हेर्नुहोस् यहाँ यो दृश्य अझ विभिन्न चाहिँ आफ्नो शैली कौशलमा चाहिँ दृश्य कैद भइरहेको छ जुन कैद भएको यो दृश्यलाई तपाईँ म समक्ष प्रस्तुत गरिरहेका छौँ जुन प्रस्तुत गर्ने क्रममा हामी तपाईँ समक्ष रहेर चाहिँ गरिरहेका छौँ र साथ दिएको छ यो साथ दिने क्रममा हामी तपाईँ समक्ष गरिरहेका छौँ यो छायाङ्कनको क्रममा रहेका छौँ सायद अब लगभग अन्तिम चरणमा चाहिँ यो दृश्यलाई अन्तिम चरणको दृश्य रहेको छ सायद मैले अनुमान गरेको यो अन्तिम दृश्य शानदार प्रस्तुति रहन्छ सुन्नमा आएको थियो गत सालभन्दा यसमा अलिक पृथक रहेको थियो गत साल खासै मैले त्यति दृश्य कैद गर्न सकिएन यो साल चाहिँ अलिकति पृथक रहेको छ ल हेर्नुहोस् कति रमाइलो मनमोहक दृश्य रहेको छ यो दृश्यलाई अझ मनमोहक रहेको छ दृश्यले अझ मानिसमा चाहिँ ऊर्जाशील चाहिँ रहेछ मानिसमा अलिकति हौसला रहेको छ देख्न सक्नुहुनेछ दृश्य हेर्नुहोस् यहाँनिर बोलिरहन भन्दा अब कति दृश्यले अझ मनमोहित छ जुन दृश्य हेर्नुहोस् दृश्य हेरिरहँदा अलिकति हामीलाई आनन्दित महसुस भइरहेको छ र मलाई पनि लागिरहेको छ यो दृश्य हेर्दा आनन्दित भइरहेको छ
हेर्न सक्नुहुन्छ तपाईँ समय गरिरहेका छौँ किशोर दुवारी र मलाई हेरिरहनु पर्दाखेरि मलाई यो दृश्यले कहिले हेरिरहनुहोस् र तपाईँको छु मनमोहक छ यो मनमोहक दृश्यलाई अझ विशेष रूपमा हामी तपाईँ समक्ष प्रस्तुत गरिरहेका छौँ जुन प्रस्तुत भाषाको अनुरूप समक्ष दिइरहेका छौँ आनन्दित दृश्य लाइफमा सायद बिरलै देख्न पाइन्छ तपाईँले पनि महसुस गर्नुभएको छ मनमोहक छ तपाईँले विचार गर्नुभएको छ होला महसुस गरिरहनु भएको छ कतिको चाहिँ भएर रमाइलो लागिरहेको छ आनन्दित महसुस पनि भइरहेको छ यो दृश्य देखेर हालका आफूलाई खुसीको महसुस पनि भइरहेको छ जुन खुसीको महसुस म यहाँ व्यक्त गरिरहन पनि सायद कमै हुन्छ होला यो दृश्यलाई हामी अलिकति बिरलै नै देख्न पाइन्छ यो दृश्य हामी खै गरिरहेका छौँ यो दृश्य हेरिरहँदा अलिकति सायद संसारमा यस्ता दृश्यहरू कमै हुन्छ जुन दृश्यले चाहिँ एउटा ऐतिहासिक रूपमा बोकिरहेको हुन्छ जुन दृश्य सधैँसम्म पनि एउटा नाम सफल भएको हुन्छ र एउटा आफ्नो छुट्टै स्थान जमाइरहेको हुन्छ जुन दृश्यले चाहिँ अलिकति मानव जीवनमा पृथकता ल्याइरहेको छाइरहेको पनि देख्न पाउँछौँ हामी यहाँनिर हेर्न सक्छौँ यो महसुस यो दृश्य सायद अन्तिम चरणको रहेको छ खुसी लागेको छ आज त्यो दृश्य कहिले पाउँदा आफूलाई पनि एउटा महसुस गरिरहेको छु यो दृश्यले अझ हामीलाई ऊर्जा दिइरहेको छ ऊर्जा छाइरहेको छ जुन ऊर्जाले अझ हामीमा धेरै नै ऊर्जाशील बनाइरहेको छ भनेर महसुस गरिरहन सक्छौँ मानिसहरूको यो भिडलाई हामी निहाल्न सक्छौँ भिड निहालिरहँदाखेरि यसलाई चाहिँ झुमेरा होटेल भन्छ यो पनि निकै नै ख्याति प्राप्त छ यसको साथमा छ बुर्ज अरब यो दुइटैलाई चाहिँ हामीले विशेष रूपमा विदेशमा यो दुबईको यो चिनारी पनि हुन्छ साथसाथै बुर्ज खलिफा पनि एउटा विशेष धेरै नै धन्यवाद तपाईँले यो दृश्य हेर्नुभयो र हामीलाई साथ दिनुभयो निकै नै आभार प्रकट गर्दै म तपाईँका साथी किशोर दुवारीलाई छुटिन चाहन्छु हस् त तपाईँका बाँकी शुभ बितौँ नमस्कार।